ड्याड मलाई खै 2000 रुपियाँ दिनु त, कलेज जानुपर्ने भयो। बेर भइसक्यो, फेरि मलाई 2000 रुपियाँ दिनु त ड्याड। बाबु के भयो भन् त? अनि 2000 रुपियाँ अस्ति 1 हप्ता अगाडि त दिएको तँलाई मैले 2000 रुपियाँ, अनि 2-3 दिन पनि भएको छैन बाइकमा पेट्रोल हालेको। तेरो बाबुसँग कहाँबाट पैसा हुन्छ यति धेरै भन् त? 1-2 दिनमा 2000, 1-2 दिनमा 2000 गर्दै मागिरहेछस्। मलाई अरू केही थाहा छैन ड्याड, मलाई 2000 रुपियाँ चाहियो है पेट्रोल हाल्नको लागि। सबै साथीहरू बाइकमा आउँछन् अनि म चाहिँ बाइकमा नजानु भनेको क्या। पेट्रोलको भाउ बढेछ मलाई थाहा छ, हजुरलाई पनि थाहा छ। अनि म कलेज कसरी जाने? 2000 रुपियाँ दिनु पेट्रोल हाल्न, नत्र म कलेज जाँदिनँ। मैले तँलाई 2000 रुपियाँ दिन्नै भनेको त छैन नि बाबु। तँलाई थाहा छ पेट्रोल डिजलको भाउ बढिरहेछ, मलाई थाहा छ है। मैले सके पनि नसके पनि तँलाई मैले कलेज हालिरहेको छु, पढाइरहेको छु, तेरो हरेक चिजहरू तेरो इच्छाहरू पुरा गरिरहेको छु। तर तैँले पनि त बुझ्नु पऱ्यो नि, जागो 2000 पनि दिन नसक्ने भए के अनि धेरै ठुल्ठुलो कुरो गर्नुहुन्छ? बरु दिन्न भने दिन्न भन्नु न, म कलेज जाँदिनँ। ए बाबु ला न ला बाबु, पैसा ला पैसा ला। कति रिसाउँछ भनेको के गर्ने होला? पेट्रोल डिजलको भाउ यस्तो बढिसक्यो, छोराछोरीलाई कसरी अब बाइक नभइकन यिनीहरू कलेज जानै खोज्दैन। ए सरकार, अब त डिजल पेट्रोलको भाउ चाहिँ अलिकति तल गर्ने कि होइन? हामी जस्तो गरिब दुखीको घरमा त धेरै समस्या हुने भयो नि।